हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। के छ, सबैजना सन्चै आराम हुनुहुन्छ? म पनि एकदम ठिकठाक छु। म चाहिँ खाना बनाउँदैछु। आज कहीँ जाने भनेको हामीहरू यसो घुमघामको लागि। त्यही भएर म चाहिँ खाना बनाउँदैछु, छिटो खाना बनाउँदैछु। यता भात बसालेँ, यता सब्जी उसाल्न लागेछु। तयारी हुँदैछ, अब छिटो खाएर जाने भनेर म देखाउँदै गर्छु हजुरहरूलाई म कहाँ जाँदैछु, के गर्दैछु। ब्लगमा बनिरहनु होला। आज घाम पनि छिट्टै लाग्यो। सूर्य देवताले आज चाँडै नै दर्शन दिनुभएको छ। यतातिर कुहिरै छ, अलिअलि फार्दैछ। यस्तै छ। म चाहिँ यस्तो सब्जी बनाउँदैछु, गहत बनाउनु पऱ्यो कि जाडोमा। तातो तातो रस यसको मिठो हुन्छ नि त। त्यही भएर यही बनाउँदैछु मैले चाहिँ। इको भिलेज, आज हामी इको भिलेज आएको। इको भिलेज यस्तो रहेछ साथीहरू, इको भिलेज। स्ट्यान्डमा फुलहरू, माछा रहेछ यहाँ माछा। कति ठुलो पहाड हो कि यो माथिको, है? कति ठुलो के 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 नि हेरौँ न दिदी एकचोटि सर्लक्क भनेर के। हजुर इको भिलेज, आज हामी इको भिलेज घुम्न आएको। इको भिलेज डाँडाको खोजमा रहेछ इको भिलेज। हामी डाँडा खाना बसेर हजुर टिकटक बनाउने मात्रै बटुल्ने हो के हो। कस्तो भइरहेछ घुम्न आएर? रमाइलो भयो। कहाँ आउनु भएको?
इको भिलेज ए कस्तो रहेछ त इको भिलेज बनाउँदै बनाउँदै रहेछ नानाको बनाउँदै बनाउँदै रहेछ अझै पनि बनाउँदै खान्छ बनाइराख्दै अझै राम्रो गर्दै खान्छ ल ठिक छ कस्तो आह बाबु कस्तो ल ल वा घुमाउ यस्तो रमाइलो छ यहाँ खुट्टा माथि है धुलो उडो खुट्टा माथि जामाइ त झर आउनु जाने होइन काउलेन रहेछ यहाँ त माछा कति धेरै हुन् है के माछा आउने के माछा आउने कति छिटो दौडेकान् के दौडिनन् जानी हो हामी इको भिलेज घुमेर फर्किँदैछौँ अब गाइजहरू अब हामी फर्किन लागेको इको भिलेजबाट अब अर्को ठाउँमा जाने अब इको भिलेजबाट फर्किँदैछौँ ए मामा खान त के हो हामीहरू इको भिलेज हेरेर फर्किएको अब फेरि अन्त कतै जाने हो घुम्न अब हामी फर्कियौँ बाई बाई इको भिलेज फेरि भेटौँला तारा दिदी अहिले त टिकटक बनाउन अगाडि बस्नुहोस् बस बस अनु अनु बस बस घुमाउने घर गाइजहरू यहाँ
कस्तो बनाएको है कत्रा अल्काउनु भनेको है प्लेटको यहाँ बुढाबुढी भएर ढिकी कुट्या रोटी बनाउनु पर्छ है भरे सेल रोटी खान आउने हो हामी है धान कुटेका हो कति सिपालु हुन् आमा ल आमाइनी ल ल आज रोटी पकाउने भयो रोटी पकाउने भयो अन्नु हात हात हातेर हातेर के अरे दाई के हो दाई यो यसको नाम के हो गराले चापी ए दाईलाई थाहा रहेछ यो ढडिया यसको यो फुल्ने चापी पनि लामो यो के हो नि यो के हो स्याहुको नाम व्हाट इज दिस ए यो खेत्रोब्दा ओर्नी हो ए ल ठिक छ यथेर निहारे काम के जारो गयो 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 डराउनु एकचोटि तारा दिदी जाऊ जाऊ भाइसँग खेल बाबु बलिएर समात है तिमीहरूले मजाले समात है ल झुंडिया 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 झुंडिया
अरू जानेको वाला होइन त भयो। हामीलाई सुस्तारी मचाइदिनु भए खेल्नुहुन्थ्यो कुनचोटि ओ शर्मिला यहाँ हेर। बोला बोला ओ तानो 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 बल्ल बल्ल एक काम गर्छ वो खुट्टै ताने ए त्यत्रो खानु आएको तपाईँले झोलाभरिको ए नुन छ नि ऊ त्यहाँ छ त्यो सिल्भर फाइल पेपर छ नि हाम्रो खाजा चटपट खाएर अनि ऊ त के अरे भोगटे खाएर चिया खाने कार्यक्रम भयो यहाँ यस्तो मिठो चिया कहाँ हुन्छ चिनी है चिनी हो ल ठिक छ यसको ढक्कन ल मैले अलिअलि माथि आएँ यो फर्स्ट क्लास भयो दाइ चिया छ एउटा खुर्सानी खानु ल कति खाइसक्यो खुर्सानी अंदर हटता हामी यता उता घुमेर यता तातो पानीतिर आएको तातो पानी भन्ने ठाउँ रहेछ यता आएको यस तातो रहेछ
मान्छे पौडिँदैन तातो पानी तातो अझ थाम्नु यहाँ साँच्चै तातो जाम त म अर्को तातो पानी मेरो त म हामी तातो पानीमा तातो पानी भन्ने ठाउँ अरे यो यहाँ चाहिँ पानी उम्लिरहेछ उ त्यहाँ तातो छ यहाँको पानी एकदम रमाइलो भयो हामी तातो पानीमा आमा तातो पानी हेर्नु न यहाँ भक्ला 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 उम्लिरहेछ कस्तो मजाले उम्लेको कि पसलहरूको माल हेरिहाल्छ नि अहिले हिँड्नु बेर हुन्छ हिँड्नु सिसामा मल्ल त हामी त त्यो त अब त एरिया कति अरे नि त्यहाँ 50 मगाएन हुन्छ किन होइन कति रहेछ भनेर के मूल्य फरक हुन्छ नि हेलो साथीहरू के छ हजुरहरूको खानापिना भयो मेरो पनि भर्खरै खानापिना खाएर बिस्तारामा आएको छु अब भिडियो एडिट गर्ने हो एडिट गरेर अपलोड गर्छु के कस्तो लाग्छ हेर्नु होला राम्रो नलागे भन्नु होला राम्रो लाग्यो भने राम्रो लाग्यो भन्नु होला कस्तो लाग्छ भन्नु होला कमेन्ट गर्नु होला हुन्छ फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला अहिलेको लागि बाई बाई गुड नाइट